बेबी एकचोटि विदेश जानुभन्दा अगाडि यो बेचौँ भन्दाखेरि रुनै लागेको थियो। मलाई टुङ्ग्यो यसले। मान्छेको छत्ता ढर्काइदिए। त्यही भएर मैले मात्र क्यामेरा होल्ड गरेर हुन्छ, क्यामेराम्यान बनेर हुन्छ। मै क्लिन गर्छु। किन रोको? हेलो एन्ड नमस्ते एभ्रिवान, के छ हाल खबर? सन्चै हुनुहुन्छ? मलाई चाहिँ आज यतिकै ऱ्यान्डम भ्लग बनाउन मन लाग्यो। अनि आज रमाइलो दिन छ। हिजो बेलुका एकदम पानी परेको थियो, आज चाहिँ एकदम हरियाली भएको छ, एकदम फ्रेस भएको छ। अनि मलाई नि फ्रेस फिल भइरहेको छ। अस्ति चाहिँ यो फर्स्ट ट्राइमेस्टरको कारणले चाहिँ प्रेग्नेन्सीमा चाहिँ अलिकति गाह्रो भयो, भोमिटिङहरू, अलिक खाना नरुच्ने, अलि एक्टिभ फिल भएन। अहिले चाहिँ एकदम फ्रेस भइरहेको छु, खाना रुचिरहेको छ, एकदम खुसी फिल भइरहेको छ। अनि आज यत्तिकै ऱ्यान्डम भ्लग बनाऊँ, तपाईँहरूको बिचमा बोलौँ भनेर चाहिँ मैले बनाउँदैछु। आज बेबी चाहिँ बोलेको छैन, बेबी उता काम गर्दै हुनुहुन्छ होला। लेट मी सो यु। बेबी चाहिँ उता काम गर्दै हुनुहुन्छ होला। म चाहिँ हेलो हेलो, के हो भ्लग्स लगो क्या? के गर्नुपर्ने मैले? तपाईँ के गर्दै? म चाहिँ ओके। हेलो एभ्रिवान, म चाहिँ एडिटिङ गर्दै, यो मेरो सानो सेटअप, होम स्टुडियो सेटअप हो। अझै के कामहरू थप्न सामान चाहिँ बाँकी छ। यो सानो सेटअप हो। अब तपाईँले देखिराख्नु भयो होला फोटोहरूमा, मेरो अर्को च्यानलमा पनि। बेबी हेर न, डगले पनि हेरिरहेको छ। यसले पनि हेरिरहेको छ, नक्कली कुकुरले। बेबी चाहिँ भ्लग बनाउँदैछ। डेस्कटपमा काम हो, म एडिट गर्दैछु। यो मेरो सेटअप, गिटारको सामानहरू छ। वरिपरि गिटार ब्याग हुन्न, यति ऱ्यान्डमली बजाउने राख्ने गिटारहरू छ। यता पनि छ गिटारहरू। त्यही हो सेटअप। बेबीको यहाँ मध्येमा सबभन्दा फेभरेट चिज के हो? सामान फेभरेट यो एक गिटार हो यार। यो गिटार एकदम मनपर्छ, धेरै अगाडि लिएको गिटार हो यो। सो यही हो मेरो फेभरेट। बेबी एकचोटि विदेश जानुभन्दा अगाडि यो बेचौँ भन्दाखेरि रुनै लागेको थियो। यो चाहिँ अब सकिन्न यो बेच्न पनि। यो अब जेनेरेसन टु जेनेरेसन यो गिटार चाहिँ पास गर्दै जानुपर्छ जस्तो लाग्छ है। त्यो के भन्छ, खजाना के खजाना। अनि यो चाहिँ सानो क्यामेरा, कहिलेकाहीँ चाहिँ यसले पनि म सुट गरिरहेको हुन्छु। त्यही हो। अब अझै धेरै सेटअप गर्न बाँकी छ। यता गिटारहरू पनि छ, अरू पनि। गिटारहरू चाहिँ पछि देखाउँला, कलेक्सन्सहरू। यो चाहिँ फेभरेट होइन? त्यो हो, तर यो भन्दा यहाँ खिच्ने मान्छे फेभरेट। कुखुराको दाना यो हामीले खायो भने के हुन्छ? कुखुरा जस्तै मोटाउने होला नि। कुखुरा जस्तो कुखुरीका भनिदिँदै क्या बेबी। मजाले पानी पर्यो, सफा भएछ। हेर न कस्तो सफा छ आजकल। वाउ, यो चाहिँ कुखुरालाई पानी पर्दा छोप्ने हो। के गर्दै होला कुखुरा बिचरा? याद गरे कि गरेन हामीलाई? मालिक आइदिन भने खुसी भइरहेछ। कुखुराको भ्लग हालिसके है। यदि कुखुराको यो खोर बनाएको नि भ्लग छ, हेर्नु भएको छैन, हेर्न सक्नुहुन्छ। उसको पो प्रमोसन भइरह है यार। स्टुडियो रे, कहिले के रे। किनेकोमा पानी छिरेको राति छिरे छैन। यस्तो झगडा गर्छ कत्रा। यो धेरै भएको छैन, 1 महिना मात्र भएको छ। ओबी मलाई तसाइदिए यार। यो भाले, दुईटा पोती छ। तपाईहरुलाई त्यो भ्लग देखाउँदा सानो थियो, यिनीहरु त यत्रा भइसके। उड्छ अहिले त, उड्छ, आकाशै पुग्छ यिनीहरु। यो चाहिँ कुखुराको खाने भाँडो हो केटाकेटीहरुलाई। आया मलाई टुङ्ग्यो यसले। कस्तो ठ्वाङ्ग ठुङ्ग्यो मेरो, हेर न खुट्टामा। बिचारा भोकायो। आइज न यता, आइज।
बेबीको भाषा बुझ्ने भइसक्यो। यिनीहरूको अब यिनीहरूको भाषा सजिलो छ, चाइनिज जाप्ने जस्तो छैन नि त गाह्रो। भने आउँछ, खोर खोर भने खोरतिर जान्छ। बेबी ल तिमी अब फादर हुन रेडी हो? फादर हुन पहिले रेडी थिएन, अहिले मात्र। त्यस्तो रेडी हो त? राति राति उठेर बच्चालाई सुताउनलाई, च्या च्या कराको डाइपर फेर्नलाई, गुद हुनलाई, आँची धुनलाई रेडी हो। अब हुनै पर्छ, किन सबैले हुनै पर्यो नि। के सबैले हुनु पर्यो? अब एक दिन न एक दिन अब आइहाल्छ होइन त्यो टाइम। अब तपाईँले के भने बोलाउँछ बेबीले? बाबा भनेर बोलाउने होला नि। हो र? हिजो पानीले गर्दा मेरो हल्का हल्का रोपेको यहाँ सिमीहरू दिदी र मम्मीले र सिमीहरू धनियाँहरू अनि यहाँ फर्सी आउँदैछ। सिमी यहाँ खाइसकेँ मैले, यहाँबाट उम्रेको सिमीहरू 4-5वटा खाइसकेँ। यहाँ अब फर्सी फल्दैछ। मान्छेको छता झर्काइदिएर घाम पर्यो निधारैमा। बेबी घाम आए? बिस्तारै घाम आयो। आजको 9:30 भइसक्यो। आजको वेदर त चिल छ। चिल छ। मलाई घुमाउन लैजाने तपाईँले? तिमीलाई अहिले टाढा टाढा घुमाउनु हुँदैन क्या। अब तिमी यस्तै घरको अलिअलि चल्ने, कुखुराहरू हेर्ने, बारीमा अलिअलि चल्ने, त्यही हो। हेर छोरा अथवा छोरी जे हुन लाछौ, भोलि पर्सि तिम्रो आमा घुम्न पाएन, तिमीले गर्दाखेरि भुभेट गर्यो, खाना खान पाएन। अब के अझै हुन बाँकी छ, हेर्दै गर यो भ्लग हाम्रो, होइन बेबी? तिम्रो लागि बाबुले यस्तो खाँदैछ, यस्तो यत्रा कुखुराहरू। अब 9:30 पनि भयो। हामी अब कुखुरा सुखुरा थुनेर यसो केही किन्नौँ कि मासु खानुपर्छ भन्दैछ बेबीले। हल्का चिसो छ, मटन खानुपर्छ आज, है बेबी? मटन बनाउने अनि त्यसपछि भात, मटन, दाल खानुपर्ने छ आज। मलाई खासै बनाउनु त आउँदैन मटन, यसो युट्युब हेरेर यसो बनाउनु पर्ने छ। मेरो चस्मा त लाउनु पर्यो जानुभन्दा अगाडि, होइन? देख्न त देख्छु कि, तर अलिअलि देख्दिनँ। जानु पर्यो चस्मा लगाएर। बेबी जाम। बेबी कस्तो अँधेर आयो। जाम भनेको। मेरो बेबी चाहिँ फेरि यही कोठामा छिरिहाल्छ कि। बेबी जाम भनेको। जाम भने जाने अब। बेबीलाई जहिले हिँड्दै जाम भन्छु, जहिले स्कुटी जित्छ। अनि कसरी घट्छ त तपाईँको बुढी? बुढी कि बुढी हो? बुढी। ल अब हामी लाग्नु पर्यो चप्पल। मलाई तपाईँसित स्कुटीमा होइन घुम्न साह्रै मजा लाग्छ, तर तपाईँ लाँदैन। अब मासु अलि हाल्छु नि। मासु अलि हाल्दिउँ। खसीको मासु 1350 रे है। खानु पर्यो नि त गर्मीमा, होइन? हो। अब हामीले मासुहरू यिनीहरू लिएर आयौँ। अब पकाउन थाल्नुपर्छ। भोक लाग्छ बिस्तारै, अब पकाउन थाल्नुपर्छ। बेबीलाई एकछिन क्यामराम्यान बनाउनुपर्छ। बेबीलाई एकछिन क्यामराम्यान, जत्तैभरि मैले मात्र क्यामेरा होल्ड गरेर हुन्छ, क्यामराम्यान बनेर हुन्छ? कहिलेकाहीँ त बुढाले नै होल्ड गर्नु पर्यो नि त, कि कसो, होइन? अब दाल चाहिँ हिजोकै छ। छ नि भित्र, अब के हो मेरो कपाल चाहिँ बान्नु पर्ने हुन्छ अब, न त फेरि बेबी त कपाल छ भनेर खानै खोज्दैन। कपाल बान्नु पर्ने हुन्छ, त्यसैले। कता गयो मेरो क्यामेरा? हेर्नुहोस्, कपाल छोटै भए पनि
पाल्नु चाहिँ पर्ने रहेछ। आज बेबीको सर्टमा मलाई कस्तो देखेको छ, कति राम्रो देखेछ है। यस्तो हेर्नु, प्रेग्नेन्सी हुनुको नि फाइदा यही हो कि बुढाको लुगा, बुढाको सर्टहरू सबै आफूले लाउन पाउँछ। भात पकाउनुभन्दा अगाडि हेर्नुहोस्, यत्रो काम छ। यो कसले गर्छ? कसले सफा गर्छ? म गर्छु नि त। मै क्लिन गर्छु। अब पानीबाट नभिज्नको लागि चाहिँ प्रोटेक्सन लगाउँदैछु है। पानी बाहिर परे पो भिज्की, भित्र परे त प्रोटेक्सन लाउने हो नि। बुढाले केही गर्दैन भनौँ भने, अब त्यत्रो 3-3 महिना गाह्रो हुँदा बुढाले गर्थ्यो। अब आफैले गर्नुपर्छ। सो अब भाँडा पनि माझियो। अब चाहिँ हामी मटन बनाउनतर्फ लाग्नेछौँ। मटन हामीले थोरै ल्याएको छौँ। जति ल्यायो होला? आधा आधा 600 जतिको आधा जति ल्याएको छौँ। पकाउनुभन्दा अगाडि चाहिँ यसलाई चाहिँ मैले दहीले चाहिँ यो चाहिँ के हो भने मैले युट्युबबाट सिकेको होइन। युट्युबमा चाहिँ पन्जाबी स्टाइल भन्छ अरे क्या। यसमा चाहिँ मासु हुन्छ, मासुलाई मोल्नुपर्छ अरे क्या, फ्रिजमा हाल्नुपर्छ अरे। के भन्छ अरे, म्यारिनेट गर्नुपर्छ। दही हाल्ने होइन, दही चाहिँ धेरै होइन, यो चाहिँ धेरै नै ल्याइछु। मैले मटन हेर्नु लाइफमा बनाएको छैन। एकचोटि चाहिँ बेबीले बनाएर खाएको हो, म आफैले चाहिँ बनाएर खाएको छैन। फर्स्ट टाइम बनाउँदैछु। अब दही ठिक्क क्या, यसलाई ठ्याक्क अलिकति मोल्न मिल्ने गरी चाहिँ हाल्ने कि। यति हाले पुग्छ होला, पुगेन भने फेरि थपौँला। यति हाल्ने होइन। यो चिनी भएको कि नभएको हो? चाह नभएको रहेछ। सित्तैमा तिमीलाई कसले चिनी हालेर दिन्छ र? मसलाहरूमा हेर्नु है, नुन हाल्ने, ठ्याक्क यो मासुमा पुग्ने अन्दाजमा हाल्ने कि। अब मलाई 1-2 त्यस्तो भन्न आउँदैन होइन, अन्दाजमा हाल्ने। हल्का मात्र हाल्ने, धेरै नहाल्ने, पानी छोड्छ कि। अब दही पनि हुन्छ नि त। जिरा धनियाँको धुलो ठ्याक्क अन्दाजमा क्या, मैले सबै अन्दाजमा है। अनि यो कश्मिरी लाल मिर्च भन्छ नि, रातो खुर्सानी हाल्ने। यसले चाहिँ कलर मात्रै ल्याउँछ, पिरो हुँदैन। बेबीले धेरै पिरो खाँदैन, पिरोको लागि चाहिँ त्यो सुकेको खुर्सानी। यो चाहिँ बिएमसी मसला है। बेबी सानो छ नि त, पिरो खाँदैन। म मेरो बुढालाई माया गरेर बेबी भन्छु नि त। यति हाल्ने होइन, मलाई मुखबाट पानी आइसक्यो अहिले। अब यसलाई चाहिँ मोल्ने, म चम्चाले मोल्छु ल। यसलाई मोलेर चाहिँ अरूले चाहिँ त्यो आधी घन्टा भन्छ, मैले चाहिँ ठ्याक्कै 5-10 मिनट। अब यो काट्दै गर्दाखेरि यो मैले दाल पनि हिजो बेलुकाको चाहिँ यसलाई वेस्ट गर्नु त भएन, यसलाई तताउनु पर्छ, तताएर खाने छुट्टै। अनि मटनको चाहिँ हल्का ग्रेभी जस्तो बन्ने त्यो उसमा भिडियोमा चाहिँ देखियो। अब असलीमा चाहिँ के देख्छ थाहा छैन है। मैले त्यसको लागि चाहिँ 2टा प्याज, 2टा गोरबेरा लिएको छु। गोरबेरा धेरै चाहिँदैन किनकि अब त्यो दहीले नै अमिलो बनाउँछ। अनि थोरै यो चाहिँ लोकल लसुन हो, मेरो आमाले ल्याइदिएको। अनि अदुवा चाहिँ थोरै खाने, प्रेग्नेन्सी टाइममा धेरै हुँदैन। अनि गर्मी पनि छ नि त। अनि योलाई पिन्न चाहिँ म बेबीलाई लगाउँछु। अलिअलि त फोटोमा आउनु पऱ्यो, भिडियोमा आउनु पऱ्यो नि त। अनि यो चाहिँ बेबीलाई पिन्न लाउँछु, अरू चाहिँ म काट्छु है। यो चाहिँ फ्रेस त्यो के पत्ता भन्छ यसलाई बेबी? बनाउनु मान्छेलाई थाहा भएन ला। के पत्ता भन्छ यसलाई? तेजपत्ता। यो चाहिँ रुखमै फलेको है, फ्रेस मैले टिपेर ल्याएको। हरियै छ, यसलाई सुकेर उगाउनु पर्छ। तर म हरियो लाग्छु, टेस्ट मिठो हुन्छ। यो धेरै राख्दिनँ, 2टा राख्नु पर्ला है बेबी, मिठो हुन्छ नि त। 2टा अनि 2टा खुर्सानी। तिमीलाई पिरो हुन्छ त? ठिकै छ। अनि सुकुमेल एउटा छ होला, धेरै नहालौँ किन धेरै खानु हुन्न है, गर्मी बनाउँछ। बेबीले हात धुँदैछ। बेबीलाई एप्रोन चाहिन्छ?
अबि अनि बेबी त सानो छ अनि पखाउँछ नि त नानामा कुरा हेर्नु न कुरा गरे बेबी अब बुढीले भने अनुसार यो लसुन र अदुवा पिस्ने है अब यो चाहिँ हैन कति पातलो बनाउने यसरी हो सही पक्रे है के रे बेबी सही पक्ने हैं खुर्सानी नि हो खुर्सानी नपिस्ने यसमा नपिस्ने त्यसलाई चाहिँ काटेर हाल्ने ल किन रोको नरो प्याज पिरो रहेछ के होइन अरू नै कुराले हो ल जुत्त दुखाए भने सरी है सही पक्रे है कस्तो पिरो रहेछ लेट्स गो टु कुकर भाडा तातेपछि म चाहिँ तोरीको तेल हाल्छु है त्यसमा पनि तोरीको तेल हाल्छ के त्यसले गर्दा चाहिँ हेल्दी पनि हुन्छ स्मेल पनि मिठो हुन्छ अरे यो चाहिँ भुटेको हो उनीहरूले चाहिँ नभुटेको हाल्छ त्यो भुटेको चाहिँ धेरै तताउनु पर्दैन खाइदिउँ क्या यसरी कट लसुनको पेस्ट हाल्ने कि धेरै हाल्नु पर्दैन थोरै मात्र हाल्नु यसलाई 2 सिटी लगाइदिने यो पाक्छ अब मासु पाक्दै गर्दाखेरि म साग चाहिँ बनाइहाल्छु साग र भात चाहिँ बनाइहाल्छु ल सलाद गाजरलाई चाहिँ साट्नुपर्छ है बाहिरबाट रिबिन Wow, yummy. टेस्ट गर्ने हो सो सबै कुरा रेडी भयो भातको सिटी अलिकति बस्न बाँकी छ हाम्रो टेबलमै पक्ने म देखाइहाल्छु तपाईहरुलाई यहाँ हाम्रो साग छ साग छ थोरै अनि यहाँ मटन भइहाल्यो अघिको यहाँ अचार छ भात भन्दा पहिले दाल सर्भ गर्नु पर्ला बेबी भातको सिटी लाग्ला जस्तो छैन एन्ड फाइनली हाम्रो फुड पनि रेडी भयो अब हामी साग अलिअलि हालौँ ब्लगलाई मात्र यस्तो बनायो कि के हो किन तपाईलाई अरु बेला चाहिँ खुवाइन रे ए बुढीले डायलग दिइहाल्छ खै मटन त आफैले सर्भ गर्दै खानु ल ओहो ल दाल हाल्छ अचार हाल्दिन्छु ल आजको कुक यता हेर त बुढीले यहाँ सर्भ गर्दैछ खै के आफै खाने ल आज सेल्फ सर्भिस ल बुढीले बनाएको मास्टर सेफले एकचोटि कस्तो छ त बुढो मिठो सही पक्ने है सही पक्ने मासु खानु न एउटा मासु त अहिले चाहेको मिठो छ कति मिठो
साथीहरु यति खायो कि यति खायो उठ्न नि सके हैन हात पनि धोको हैन यो सलाद पनि खान सके छैन बेबी त अघि खाएर गइसक्नु भयो बेबी मिठो भएन लास्ट टाइम मिठो भयो रे मलाई नि एकदम मिठो लाग्यो अब भाँडाकुँडाहरु मान्नु पर्ने छ के गर्नु एकैछिन मात्र रेस्ट हो अब भाँडासाडा माझ्नु पर्ने छ अलिअलि सरसफाइ गर्नु पर्ने नै छ त्यसपछि फेरि भेटौँला बल्ल भाँडाकुँडा माझ्यो अहिले बढाल्दै छु म अब यति बढालेर बेबी त रेडी भयो जानलाई घोप्टेको हेर न म चाहिँ सो ड्युटीमा म नि यसो दिदीकातिर बनाएको यसो पुर्याउन लान्छु निउरिएको के अब कुचो लाउन त निउरिनु पर्यो अलि अँधेरो आएछ ल क्लिन भयो म दिदीकोमा पुर्याउनु गएको बेबी पनि बाहिर गएको बेबी 1-2 घन्टामा आउँछ है मेरो बेबीले यहीँसम्म पुऱ्याइदियो कति माया गरेको ओके बाई दिदीकोमा जाने हाय म त आएको सिलिनेर के गरिरहेको आफ्नै टिकटक हेरेर आफै रमाउने मान्छे ल दिदीले चाख्न लाग्छ चिसो भइसकेको छ मिठो छ टेस्टी छ हातै चाख्नु दिदीले नि मलाई यहाँ वाटरमेलन काटेर खुवाउन लाग्छन् कस्तो फास रहेछ मिठो छ गुलिया रस छ यो सिजनको भएर मिठो भएको के दिदीकोमा गफसफ गरियो होइन त्यसभरि लाएर मजाले टिकटक 1-2टा गरियो अनि एकछिन गफसफ गरेर घर आएर रेस्ट गरे बेबी पनि घर आइपुगिसक्यो अनि यहाँ आउनु न बेबी यहाँ आउनु न यहाँ आउनु न के हुन गर्मी छ त यहाँ के एउटा अब भिडियो हेर्दै थिएँ होइन बिन्दुली च्यानल के अब त्यो त फेमस छ नि त रुम्बाङ बिन्दुली भनेको चाहिँ अलिक फेमस छ अनि उनको मुखबाङ हेरेर चाहिँ हामीले चाहिँ त्यो पोर्कमा त्यो पम परेर चाहिँ हामी चाहिँ अब पोर्क खाँदिन भनेर बसेको होइन हामीले पोर्क खाएर त्यसपछि खानु मलाई नि खाएन अहिले ब्लग हेर्छु त आफैले खाँदो रहेछ यार हामी चाहिँ हेरेको हेरे भयो अयो के छ त अब यसमा के छ त बेबी तपाईको बनाइ यसमा अब खाने लेखा छ नि अब हामी चाहिँ अर्का कुरा सुनेको हेरेकै अयो त्यति हो तपाईँ त कस्तो गोरो देखेको यार के पोतेर आउनुभयो बिचमा कहाँ जानुभयो तपाईँ यो बुढोले मलाई एउटा चक्लेट पनि ल्याइदिँदैन यस्तो हुन्छ बिहे अगाडि मात्रै हो माया गर्ने भने मलाई घर कहिले आइपुगौँ तिमीलाई भेटौँ भन्ने हुन्छ क्या दायाँ बायाँ मलाई जानै मन लाग्दैन फेरि सुइँ घर आयो एकैचोटि ल मेरो काम छ एडिटिङ राति भइसकेछ अहिले यो प्रेग्नेन्सी टाइममा चाहिँ राति चाहिँ अलिक बेसी थकै लाग्छ कि त्यही भएर चाहिँ मलाई निन्द्रा लाग्छ
भोक छैन आज। अब आजकलको टाइममा खाना खाएँ, त्यही भएर भोक चाहिँ छैन। एकचोटि मुख धुम्न भनेर मुख धुन लगाएको। फेसवासले मुख धोएर अब खै ससेस छ, न त ससेस मात्र उमालेर खाऊँ कि। यो बेबी बोलिरहेको जहिले डिस्टर्ब हान्छ। उसको भ्लगमा पनि मैले यसरी चाहिँ ऊ गर्छु म, के अरे के भन्छ यसलाई, इन्टरप्ट यस्तो गर्छु। ल एनिवेज गाइज, आजलाई यति नै गर्नु पर्ला। थकिछु, एकछिन रेस्ट गर्छु, सायद ससेस बनाउँछु, खान्छु। आजलाई यति नै इन्ड गर्नु पर्ला। के हो के फोहोर मैला आउँछ त मेरो फेसबाट। So guys, take care. Bye bye.